हेलो नमस्ते सबैजनालाई अनि स्काई भ्लगमा सबैजनालाई वेलकम गर्न चाहन्छु। हामी फाइनल्ली अहिले चाहिँ म्याङलुङ बजारमा हामी आइसकेको छौँ हैन। र स्पेशल आज चाहिँ हामी म्याङलुङ बजार टुर गरिओरी अब हामी फर्किन आँटेको छौँ। आज हाम्रो यात्रा भनेको धनकुटाको यात्रा हुनेछ। यहाँ त्यति राम्रो सिन त नभए पनि अहिले मैले बजारको मात्रै तपाईहरुलाई यो सिन देखाउन सकेको छु। साँच्चै नै यहाँ भिड पाखामा एकदम बजार रहेछ। म चाहिँ फर्स्ट टाइम हामी आएको थियौँ। स्पेशल आज टुर बबाल भइरहेको छ म्याङलुङमा। आज खानासाना यतै खाइयो हैन। मिठो खसीको मासुसँग खाना खाइयो। अल्छी पनि लागेको छ गाइजहरु। बबाल रमाइलो भइरहेछ स्पेशल। र हाम्रो सबैजना यहाँ सरहरु पनि हुनुहुन्छ। हाई भनेर देखाउँदै हुनुहुन्छ। स्पेशल थ्यांक यू सो मच पनि भन्न चाहन्छु सबैजनालाई। लाइक सब्स्क्राइब अनि सपोर्टिङ गरिदिनु होला स्पेशल। र हाम्रो यहाँसम्म ल्याउने आज 6 दिन बितिसकेको छ। 6 दिनसम्म आज हामीलाई राइड गरेर बबाल तरिकाले उहाँ सँगसँगै टुर हाम्रो गरिरहेका छौँ। हाम्रो सर हेम उमेश निरौला सरसँग हुनुहुन्छ। हाम्रो ब्युटिफुल सिस्टर हाँसी पनि राख्नु भएको छ। ठिक छ, उहाँहरूको मुस्कानले नै मलाई पनि झन्नै हँसायो हँसायो साथीहरू हैन। मलाई पनि हँसाइसकेको छु। म चाहिँ रोजन बस्दै हामी म्याङलुङ घुमिओरी अब हामी फर्किँदैछौँ। धनकुटा आज हामी जान्छौँ होला हैन। अब यहाँको सिन भनेको घरै घर मात्रै, त्यस्तो घुम्ने ठाउँ त रहेनछ। र पनि यहाँको चाहिँ एकदम बसाइ, यहाँको स्पेशल यहाँको बसाइ र यहाँको बजार भनेको चाहिँ अर्ग्यानिक लाग्यो। भिर पाखामा एकदम घरहरू बनेको ठुलो बजार रहेछ। बस्तीहरू पनि ठुलो रहेछ। साँच्चै रमाइलो भएको छ गाइजहरू है। हाम्रो यता पछाडि स्काई सर हुनुहुन्छ। स्काई हाम्रो उहाँको भ्लगमा आउने हो। स्काई हाम्रो सरजी के छ खबर? एकदम ठीक छ सर। हाम्रो यता विनोद सर। हेलो हेलो हेलो। यहाँ चाहिँ अलिकति ओह्रालो छ। यो चाहिँ म्याङलुङ बजार हो है। विकसित हुँदै रहेछ यो ठाउँ पनि, तर बाटो अलिकति सानो रहेछ। पके पनि घरै घरहरू भएर पनि हुनसक्छ है। अलिकति उहाँ चाहिँ बाटो बिग्रेको रहेछ। त्यो बिग्रेको बाटोमा चाहिँ अलिकति तलमाथि ढाकन झुकुन हुनसक्छ हैन। गाडी आइरहेको रहेछ। मिस्टर एकछिन साइड लगाउने कि हेर्ने? त्यताबाट बाटो छैन होला। सोधौँ त। बाटोबाट जान्छ ए कसलाई भने हो यार। ए जान्छ दादा। तँ हामी सुरुमा खाना खाएको ठाउँमा सोध्यौँ त। राइडर भएपछि टेन्सनै हुँदैन के हैन। हाम्रो खतरा है। बाटो चाहिँ एकदम सानो छ। बाटो एकदम पुरै सानो छ हैन। एउटा सानो गाडी मात्रै छिर्ने बाटो रहेछ म्याङलुङमा। अब घरै घर भएर पनि हुनसक्छ। अब हामी यहाँदेखि हाम्रो यात्रा भनेको अब धनकुटाको यात्रा हुनेछ गाइजहरू। ल बाटो दामी रहेछ है। हामी ठ्याक्कैसँगले फेरि हामी ल हेर्नुहोस् गाइजहरू कति दामी बिरालो देखिएको छ। त्यही भएर पनि म्याङलुङ भनेको होला। यहाँ पहिले न्याउबाट म्याङलुङ बनेको भन्ने कुरा मैले बुझेँ अघि हैन। त्यही भएर बिरालाको चित्र हजुरहरूले देख्नुभयो होला म्याङलुङको। ल फाइनल्ली अब हामी कहाँ लागेको छौँ साथीहरू? कहाँ हो? धनकुटा। I'm going to धनकुटा। अब इङ्ग्लिस बुझ्नु भएन भने फेरि पनि रिप्लाई गर्नु होला। फेरि रिपिट गर्नु होला है त। ल हामी धनकुटाको यात्रामा छौँ। माथि निस्किसकेको छौँ। घरै घर अब अर्ग्यानिक जङ्गल एकछिन आउँछ है। तेह्रथुम कार्यालय रहेछ गाइजहरू स्पेशल। ल फेरि पनि म तपाईँहरूलाई भन्न चाहन्छु हामी म्याङलुङबाट धनकुटा जाँदैछौँ। अनि सबैले लाइक सेयर सब्स्क्राइब गरिदिनु होला भन्न चाहन्छु। अनि सबैजनाले सुस्वास्थ्यको कामना गर्न चाहन्छु। ओके सपोर्टिङ in our Sky vlog. Thank you.